हेलो एभ्रिवान। आज हाम्रो ग्रुपमा एकजना साथीको बर्थडे छ। सो घरदेखि टाढा भएपछि सानो सानो कुरामा पनि खुसी हुनुपर्छ। सो उसलाई सरप्राइज दिने प्लानका साथ अब म लागि केक किन्न। या ओके ओके गाइज, हाम्रो केक प्याकिङ भइसक्यो। तपाईँले देखिसक्नुभयो। यो चाहिँ अब केक प्याकिङ भएर एकदम रेडी अवस्थामा छ। न अब चाहिँ म यतैबाट डाइरेक्ट काममा जान्छु। साँझ फर्किँदा अरू भिडियोहरू कन्टिन्यू बनाउने छु। स्टे ट्युन। ओके गाइज, म भर्खरै कामबाट फर्किरहेको छु। अहिले चाहिँ रातिको 1 बजिरहेछ होइन। एकदम हावा मजाको चलिरहेछ। दिउँसो पानी परिरहेको रहेछ। ओके, तपाईँहरूले केक चाहिँ देखिसक्नुभयो होला होइन। जुन दिउँसो नै किनिसकेको थिएँ होइन। दिउँसो नै सबै किनिसकेको थिएँ। अनि अब एकछिनमा अब म रुम पुग्छु। ओके गाइज, म अब रुम पुगिसकेको छु। बिस्तारै ढोका खोल्दैछु है गाइज। बिस्तारै बिस्तारै। उनीहरूको रुम चाहिँ उतापट्टिको मुभी हेरिरहेछ। ल गाइज, मैले केक खोलिसकेको छु होइन। खोलेर टक्क ह्याप्पी बर्थडे निसा। उनीहरू भित्र गेम खेलिरहेछन्। यस्तो छ। ह्याप्पी बर्थडे टु यु निसा। बर्थडे गर्ल है। खै तिमीहरू के गरेर बसिरह यति रातिसम्म। टु यु ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु निसा। ह्याप्पी बर्थडे टु यु। भेज भेज खै त हाम्रो भाषको छ। अब चिरोट खाने मान्छे नभएपछि के गर्नु सलाई। त्यो माथि गएर Happy birthday to you, Lisu. Okay. Wow. Happy birthday to you. 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 Happy birthday.